के तपाईँलाई थाहा छ, नेवा समुदायले कङ्कको प्रयोग गरेर परापूर्व कालमा राक्षसहरूलाई पक्का पनि काम लिन्थ्यो नि? हो, त्यसकै जीवनको पार्नलाई हरेक वर्ष साउन कृष्ण पक्षको चतुर्दशी तिथिमा नेवा समुदायले घरका कर्न यानि गखे मुङ्ग छे वडा घङ्का कन आजाजु वडा भन्दै घङ्का कनको निर्माण गर्ने गर्दछन् र सो निर्माण पश्चात ठाउँ चोकमा राखेर बाको छेक्ने काम गर्दछ र त्यो के भन्दाखेरि चाहिँ परापूर्व कालमा यहाँ समुदायहरूले चाहिँ आफ्ना कङ्क विद्याका माध्यमद्वारा राक्षसहरूबाट पनि काम लिने गरेको पाइन्छ र सोही काम लिँदाखेरि घनकर्ण नामक राक्षसलाई बाट पनि काम लिए पश्चात उसलाई बिगारिन खोज्दा ऊ नमान्ने र उसलाई केही प्रतिशत फलेका अन्नबाली दिएका पनि नमानेपछि उसलाई त्यही पछि पिकेर पखाइएको र गाडा पकाएको कहानीलाई नै जीवनका राख्ने र यो पनि यहाँ समुदायले भयो घनकर्ण चोरालाई चाहिँ चोकमा राख्ने र राखी भएपछि सुनसान ठाउँ वा नदी किनारमा लगेर स्याहार्ने गरेको पाइन्छ। के हजुरलाई यो बारे थाहा थियो थाहा थियो भने पनि कमेन्ट गर्नुहोस्, थाहा थिएन भन्नुहोस् र हजुर त्यो कुरा के गर्दछ पनि भन्नुहोला है त। यो चाहिँ घङ्का मनाइएको घनकर्णको एउटा ठुलो डिस्क्राइब भिडियो हो है। धन्यवाद।